ल म हजुर बोल्दै भएको थिएँ। यो हाम्रो इतिहाससम्म रहन्छ। यो फेसबुकमा भएको कुरो कहिल्यै मेटिँदैन, युट्युबमा भएको कुरो कहिल्यै मेटिँदैन। हामी अब पाना पल्टाएर हेर्न सक्छौँ होइन। हाम्रो बुवा यस्तो हुनुहुन्थ्यो, यसरी हाम्रो बुवाले बोलेको भोइसहरू हामीले क्याप्चर गरेर राखेको छौँ होइन। अब यो त पुरानो पिँढी हाम्रो सबै अब झर्दै जान्छ, नयाँ पिँढी हाम्रो आउँदै जान्छन्। अब मैले एउटा सिल्वर बन्दुकको त्यो पनि लिस्ट बनाएर राखेको थिएँ। मेरो बाउ बाजेको नाम के हो, हामी कहाँबाट चाहिँ उत्पत्ति भयौँ, यसको बारेमा मैले लेखेर राखेको थिएँ त। अब यो चाहिँ मेरो म मरेर गए तापनि मेरो नाति पलातीले हेर्छ नि त। त्यसै कारणले चाहिँ यो भिडियो बनाएर अलिकति हामीले हाल्यौँ भने यो इतिहास हुन्छ। ल हजुर भन्नुहोस् अब के भन्नुहुन्छ। ल मेरो ठुली भाउजू भेट्न आउँदैछु। हामी 17-18 वर्ष पछाडि हामी अमेरिकाबाट, मेरो जेठी भाउजू हुन्, मेरो आमा सराएको भाउजू हुन्, आज आउँदैछौँ। फेरि नवरी बाँचे देवरे साँचे मेरो भाउजूलाई भेट्न म फेरि आउनेवाला छु। नमस्कार है हजुर, तपाईँलाई सबैलाई नमस्कार। जय देव होस्, भगवान्लाई रक्षा, भगवान्ले रक्षा गर्नु मेरो भाउजूलाई। यो हाम्रो इतिहाससम्म रहन्छ। यो फेसबुकमा भएको कुरो कहिल्यै मेटिँदैन, युट्युबमा भएको कुरो कहिल्यै मेटिँदैन। हामी अब पाना पल्टाएर हेर्न सक्छौँ होइन। हाम्रो बुवा यस्तो हुनुहुन्थ्यो, यसरी हाम्रो बुवाले बोलेको भोइसहरू हामीले क्याप्चर गरेर राखेको छौँ होइन। अब यो त पुरानो पिँढी हाम्रो सबै अब झर्दै जान्छ, नयाँ पिँढी हाम्रो आउँदै जान्छन्। अब मैले एउटा सिल्वर बन्दुकको त्यो पनि लिस्ट बनाएर राखेको थिएँ। मेरो बाउ बाजेको नाम के हो, हामी कहाँबाट चाहिँ उत्पत्ति भयौँ, यसको बारेमा मैले लेखेर राखेको थिएँ त। अब यो चाहिँ मेरो म मरेर गए तापनि मेरो नाति पलातीले हेर्छ नि त। त्यसै कारणले चाहिँ यो भिडियो बनाएर अलिकति हामीले हाल्यौँ भने यो इतिहास हुन्छ। ल हजुर भन्नुहोस् अब के भन्नुहुन्छ। ल मेरो ठुली भाउजू भेट्न आउँदैछु। हामी 17-18 वर्ष पछाडि हामी अमेरिकाबाट, मेरो जेठी भाउजू हुन्, मेरो आमा सराएको भाउजू हुन्, आज आउँदैछौँ। फेरि नवरी बाँचे देवरे साँचे मेरो भाउजूलाई भेट्न म फेरि आउनेवाला छु। नमस्कार है हजुर, तपाईँलाई सबैलाई नमस्कार। जय देव होस्, भगवान्लाई रक्षा, भगवान्ले रक्षा गर्नु मेरो भाउजूलाई। जय देव होस्। ल भाउजू।